श्री सुस्तानी व्रत कथा पुष्पाञ्जली। फूल अक्षता हातमा लिई नमस्कार गर्ने। ओम एम ब्रह्मा वरुणेन्द्र रुद्र मरु स्तुन्ति दिव्य स्तवै वेदै साङ्ग पद क्रमोनिषदै गायन्ति हेम सामगा ध्यान अवस्थित तदेन मनसा पश्यन्ति हेम योगिनो यस्यन्त न बिन्दु सुरसरगण देवाय तस्मै नमः। श्रीमचन्दन चर्चित उज्ज्वलं पुरा शुक्लाम्बरा मल्लिका मालालङ्कित कुण्डला प्रबिल सन्मुक्ता होली शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्षि बालाकरा भाग्देमी वदना मुझे बसन्तु मे त्रैलोक्य माता चिरं मूकं करोति वाचालं पङ्गु लङ्घयते गिरिं यत्कृपातमं वन्दे परमानन्द माधवम्। नमो भगवते तस्मै व्यासाय तेजसे यस्य प्रसाद वक्ष्यामि मे नारायणे कथामिमम्। नारायण नमस्कृत नर चैव नरोत्तमं देवी सरस्वती व्यास ततो जयमुदीरयेत्। साष्टाङ्ग नमं कृत्वा सुस्तानि परमेश्वरीं कथा शुद्धोपमा देव्या श्रुत्वा भीष्टफलं लभेत। श्री सुस्तानि परमेश्वरी नमो नमः। 20औं अध्याय प्रारम्भ हुन्छ। गोमा कन्यादान वर्णन नाम अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, भिक्षुकको श्राप पाएपछि गोमा अति मलिन मुख लगाएर बसिरहेकी थिइन्। गङ्गा स्नान, हरिहरको पूजा र सुवर्ण अन्न वस्त्र आदि दान गरेर माता पिता घरमा आउँदा छोरीलाई रोइरहेकी देखेर तँलाई के भयो भने भयो, किन यसरी रोएर बसेकी भनी सोधे। छोरीलाई रोइरहेकी देखेर तँलाई के भयो, किन यसरी रोएर बसेकी भनी सोधे। बाबा महतारीले सोधनी गर्दा गोमा भन्छन्, हे बाबा आमा, तपाईँहरू गङ्गा स्नान गर्न गएका बेला म पूजाका निमित्त अक्षता केलाइरहेकी थिएँ। त्यही बेला एक भिक्षुक आए अलग जगाए मैले अक्षता केलाउँदैछु, एकछिन पर्खाउनुहोस् भनी अक्षता केलाइसकेपछि भिक्षा दिन गए। ती भिक्षुकले मलाई यति बेलासम्म पर्खाएर भिक्षा दिन आइनस्, म त्यो भिक्षा लिन दिने भए तेरा बाबाले पूजा गर्न भनी तैँले केलाएका अक्षता दिन भए म भिक्षा लिन्न भने मैले पनि लिने भए ल्याऊ, नलिने भिक्षा ल्याऊ, अक्षता त दिने होइन भन्दा ती भिक्षुकले रिसाएर भने, हे पापिनी, तैँले अहङ्कार गरी मलाई भिक्षा दिन। त 7 वर्षकी हुँदा 70 वर्षको वृद्धसँग तेरो विवाह होस्। तेरा बाबा महतारीले कष्ट साथ सिद्धि गणेशको सेवा गरी प्राप्त गरेको सबै सम्पत्ति नष्ट होस्। तँलाई पनि नाना थरीका दुःख आइलागुन् भनी तेरा बाबा आमासित चाँडै तेरो वियोग होस्। यति 4वटा श्राप दिएर ढमरू बजाए अलप भए। यति भनेर गोमा बलिन्द्र धारा आँसु बगाउँदै रुन लागिन्। भिक्षुकले भन्यो, भन्दैमा यसरी रुनु पर्दैन, तैँले कसैको के बिगारेकी छस् र श्राप लाग्नु? यदि श्राप दिने महादेव नै रहेछन् भने पनि श्राप लाग्ला कि नलाग्ला अहिले सुर्ता नगर भनी सतीले गोमालाई बुझाउन लागिन्। गर्दै भन्दै गोमा 6 वर्षकी पुगिन्। आफ्नी ब्रह्मानी सतीसित सल्लाह गरी शिवभट्टले कतै मिल्दो वर पाइन्छ कि भनी खोजी गर्न लागे। श्री महादेवका श्रापका कारण गोमाको कन्यादान लिने योग्य वर मिल्न सकेन। आफै जानु पर्यो भनी वर खोज्नका लागि शिवभट्ट ब्रह्माण्ड जहाँ तहीँ घुमी हिँड्न लागे। उनका मनले रुचाएको जस्तो वर कतै पाएनन्। गङ्गा किनारामा पुगेर स्नान गर्न आएका ब्राह्मण कुमारहरूमध्ये कुनै भेटिन्छ कि भनेर
चारैतिर हेरे त्यहाँ पनि पत्तो लागेन। हार मानेर घर फर्किन लागेका शिवबाट ब्रह्माण्डले सेतै फुलेको वृद्ध ब्रह्माण्डलाई गङ्गा किनारमा एक कुनामा सन्ध्या गर्न बसेको देखेर हाडछाला मात्र भएको कुरो बाडछाला मात्र भएको कुप्रो बहिरो आँखा टेरा भएको कोइला आँखा भएको आँखी भुइँ जोडिएको मुखमा एक दुईवटा मात्र दाँत भएको मुखबाट र्याल्चो आइरहेको दुवै कानमा भुत्ला भएको आङमा मैलो र पातलो वस्त्र उडेको अन्दाजी 70 वर्ष उमेरको ढुङ्गामाथि बसेर सन्ध्या गर्दै गरेको बुढोलाई सन्ध्या नसकुन्जेलसम्म शिवभट्टले हेरिरहे। सन्ध्या सकेर ती वृद्धले शिवभट्टलाई छुँदै तिमीले मतिर अघिदेखि हेर्दै छौ किन हेऱ्यौ? तिमी को हौ अनि कहाँबाट आयौ? भनी यो सुनि उनले भने म शिवभट्ट नाम ब्रह्माण्ड हो। छोरीको विवाहका निम्ति कतै राम्रो वर देखेका छौ कि सोध्नु पर्यो भनेर तिमीलाई पर्खिरहेको हुँ। तिमी को हो अनि घर कहाँ हो? यो सुनि वृद्धले भने हे शिवभट्ट म पनि शिव शर्मा नाम गरेको ब्रह्माण्ड हो। कसैले कन्यादान लिँदै थिएँ भने 16 वर्षको उमेरदेखि खोज्दै हिँडेको हुँ। आज 70 वर्ष हुँदा हुन आँटेँ र पनि कुनै कन्यादान गर्ने मानिस पाउन सकेको छैन। आज मेरा भाग्यले तिमीलाई भेटे हे पिता। म माथि दया गरी आफ्नै कन्या मलाई कृपा गर। यो मेरो भइसक्दा पनि मेरो विवाह भएको छैन। ती वृद्धको कुरो सुनि उदेक मान्दै शिवभट्टले भने हे वृद्ध ब्रह्माण्ड, यस्ता वृद्ध कुरूपलाई कामदेवकी स्त्री रति जस्ती सुन्दरी बालक कन्या कसरी दिउँ? त्यस्तो अयोग्य कुरा नभन। त्यो सुनि फेरि वृद्धले भने शिवभट्ट त्यसो नभन, दया गर आफ्नै कन्या मलाई देऊ। दिन्न नै भन्छौ भने म आत्महत्या गरी मरौँला। शिव शर्माले भनेका यी कुरा सुनि शिवभट्टले मने मनै भने हे देव मेरी छोरीका निधारमा भावीले यस्तै नै लेखेको रहेछ। अब म कसो गरेँ? भिक्षुक रूप महादेव नै त्यो दिन श्राप दिनु भएको रहेछ। श्री महादेवको श्राप टार्न इन्द्र जस्ताले त सक्दैन भने म जस्ताले कसरी सकुला? यस्ता विचारमा डुबेका शिवभट्टले मन बुझाई ती शिव शर्मालाई अघि लगाए आफ्ना घर ल्याए। उनकी ब्रह्मानी सतीले आफ्ना स्वामीलाई देखेर हर्षित हुँदै साथमा आएका वृद्धको हुन् भनी जान्ने इच्छा गरिन्। शिवभट्टले भने हे प्रिय, यी शिव शर्मा नाम गरेका ब्रह्माण हुन्। गोमाका निम्ति असल वर खोज्दै हिँड्दा कतै पाउन नसकी घर फर्किन लाग्दा गङ्गाका किनारमा बसी सन्ध्या गर्दै गरेका यिनलाई देखे। सन्ध्या सकेपछि यिनले पनि मलाई देखे छेउमा आए मेरो सोधखोज गरे। मैले कन्यादानका निमित्त वर खोज्न गएको कुरा गरेँ। त्यसपछि यिनले भने म पनि ब्रह्माण्ड हुँ। कसैले कन्यादान दिए विवाह गर्ने थिए भनी 16 वर्षका उमेरदेखि कन्यार्थ हुँदै हिँडेको आज 70 वर्षको पुग्न लाग्दा पनि विवाह हुन सकेन। आज मेरा भाग्यले तिमीसँग भेट भयो। अब तिमीले कन्या मलाई नै देऊ भने। हे स्त्री, यस्ता कुरा सुनेर मैले भने हे ब्रह्मा, तिमी यस्ता वृद्ध उमेरका अनि यस्ता कुरूपलाई आफ्नै बालक पुत्री, त्यसमा पनि कामदेवकी स्त्री रति जस्तै राम्रीलाई तिम्रा हातमा कसरी सुम्प्यौ? यस्ता कुरा नगर। मैले यति भन्दा पनि फेरि ढिपी गर्दै हे शिवभट्ट, त्यसो नभन, ती कन्या मलाई देऊ। दिन्न भन्छौ भने म हत्या गरी मरौला भन्न थालेर मेरा अघि लागि आए। अब कसो गरौँ? ब्रह्माण्ड हत्या लिउँ कि गोमाको कन्यादान गरौँ? यस्ता पतिका कुरा सुनि सती ब्रह्मानी भन्छन् हे स्वामी, यो के भन्नुभएको? यस्ता बुढा, त्यसमाथि कान नसुन्ने, कोइला आँखाले डेरो गरी हेर्ने,
आँखी मोही जोडेको परेला फुलेका कालो मुखबाट रियालो चुहाइरहेका यस्तालाई छोरी कसरी दिउँ। हाम्री छोरी मध्याह कालमा छिरेको जस्तो तेज र प्रातःकालमा छिरेको जस्तो हो। ज्योति भएकी पूर्णिमाका चन्द्रमाले जस्तो मुखमण्डल हात्तीका सुँड जस्ता हात पाउ भागको जस्तो कम्मर सावित्रका जस्ताला पैताला राजहंसको जस्तो गमन कोइलीको जस्तो मिठो स्वर कमलका पात जस्ता आँखा सुगाको जस्तो नाक अनारका दाना जस्ता दाँतका पङ्क्ति गोल काँक्री जस्ता ओड स्याउका दाना जस्ता काला शङ्ख जस्तो घाँटी बगिनीको जस्तो केज ठुलो निधार र धेरै लक्षणले युक्त भएकी छिन्। अर्काले कन्यादान दिएन भन्दैमा जतिले हत्या गरी मर्छन् त्यो हत्या उसैलाई लाग्छ। आत्महत्या गरी मर्छन् भने मरुन्। त्यस पापका निमित्त म टाउको थापुली तिनका त्यस्ता गुर्कीले कोही केही गर्दैन। तपाईँले नसके बरको खोजीमा म जाउली। यस्ता कुराहरू सती ब्रह्मणीले भनेको छु नि। छेउमा बसिरहेका शिव शर्माले भने हे माताजी, संसारमा बुढा पनि छन्, बालक पनि छन्, राम्रा पनि छन्, नराम्रा पनि छन्। कसैका धेरै छोराछोरी छन् त कसैका एउटै छैनन्। कसैका पुरुषभन्दा पत्नी जेठी छन्, कसैका पत्नीभन्दा जेठा पुरुष छन्। कोही पुरुष पत्नी बिनाका र कोही स्त्री पति बिनाका पनि छन्। यो त मालिकको चक्र हो। यहाँको बालक हुँदैन, को तन्देरी हुँदैन, अनि को बुढो हुँदैन। यो संसारमा मर्नु नपर्ने को छ। यी सबै कुरा बुझेर तपाईँकै कन्या मलाई दिनुहोस्, नत्र भने तिमीहरू दुवैलाई श्राप दि यही मर्छु। यति भनी ती बुढा ब्रह्माण्डले आसन बाँधे प्राणवायु खिचेर ब्रह्माण्डमा पुर्याई साँच्चै नै प्राण छोड्न आँटे। यो देखेर शिवबाट डराएर भने हे ब्रह्माण्ड, त्यसो नगर, तिमीलाई म मेरी पुत्री दिउँला। पतिका वचन सुनेर सती ब्रह्माण्डीले नमान्दा शिवभट्टले सम्झाउन लागे, हे प्रिय, यो दिन श्राप दिई जाने भिक्षुक साक्षात् श्री महादेव नै रहेछन्। 33 कोटी देवता अघि सरेर हाम्रो सहाय हुन आए पनि यो श्राप टार्न छैनन्। यो दैवले परि ल्याएको कुरा हो। यसमा व्यर्थको ढिपी नगर। अब यिनैलाई गोमा दिउँ। चाहिने सामग्री तयार गर। आफ्ना पतिका कुरा सुनेर सती ब्रह्माण्डले मनमा अनेक कुरा खेलाउन लागिन्। औ कस्तो आश्चर्य, बुढा र बालिकाको विवाह देखिन आँटियो। निर्विवेकी विधाताले मेरी पुत्रीको ललाटमा यस्तो के लेखिदिएछन्। नारायणका जिन गुरु पुरोहितले यो बालिका भविष्यमा भाग्यशाली हुनेछ र सबै लोकले मान्नेछन् भनेका थिए। यो आज उल्टो भयो। आजसम्म हामीले पनि कसैको भलो चिताएका छैनौँ। कुन पापका कारण मेरी छोरीलाई महादेवले यति ठुलो श्राप दिनुभएछ। फेरि यस्ता अबोध बालकलाई सानो र ठुलाको के ज्ञान हुँदो हो र महादेवबाट यस्तो दण्ड पाएकी हो। यति भनेर सती ब्रह्मणी दुरु रुन लागिन्। त्यो देखि शिवभट्ट ब्रह्माण्डले भने, हे प्रिय, अब विस्मात नगर। यी ब्रह्माण्डका निमित्त खानापिना र आराम गर्ने ठाउँ मिलाऊ। त्यसपछि सती ब्रह्मणीले आफ्ना घरमा भए अनुसारको खानापिना गराई आराम गर्ने ठाउँ पनि खटाइदिन्। रात भएपछि आफ्नी पुत्रीको मालाई डाकी सती ब्रह्मणीले आफ्ना काखमा राखी भन्न लागिन्, हे पुत्री, अब तेरो विवाह हुन लागि ती आज आएका वृद्ध ब्रह्माण्डका साथ विवाह गरिदिन्छौँ। उठ दिन तँलाई श्राप दिएर जाने भिक्षुक श्री महादेव नै रहेछन्। तँलाई त्यो श्राप आइलाग्यो। हामीलाई दोष नदिनु, त पनि सुर्ता नगर्नु। तेरा कर्मले यस्तै गरायो। कर्ममा लेखेको मेट्न कसैले सामर्थ्य छैन। यति भनी आँखाबाट पलेन्द्र आँसु झार्न थालिन्।
आमाको वचन सुनि गोमा भन्छिन्, हे माता, तपाईँलाई केही पनि दोष छैन, यो सबै मेरो आफ्नै कर्मको खेल हो। अघि मैले अहङ्कार गरी भिक्षुक श्री महादेवको अनादर गरेकोले आज त्यसैको फल आइलागेको हो। श्री महादेवले दिएको श्राप टार्न को सक्ला र आफ्ना द्वारमा आइपुगेका भिक्षार्थीलाई जसले विमुख पारी पठाउला त्यसको अवश्य नै अकल्याण होला। हे माता, बुढो भए पनि, खोरन्डो भए पनि, दरिद्र, रोगी, कुष्ठी, पापी जस्तो भए पनि आफ्ना कर्मले जस्तो पति भेटिन्छ त्यसैमा नारीले सन्तोष गर्नुपर्दछ। मलाई दैवले यस्तै जुरायो, तपाईँ नसुर्ताउनुहोस्। भगवान रामलाई पनि दैव लागेर वनवास लाग्नु पर्यो। त्यतिले भएन, रावणले पत्नी पनि हरेर लग्यो। महादेव जस्ताले पनि कालकुट विष पिएर नीलकण्ठ भएर रहनुभयो। धर्मराज युधिष्ठिर जस्ताले पनि दैवकै खेलले गर्दा भाइहरू र द्रौपदी सहित वनवास र गुप्तवासका कष्ट बेहोर्नु पर्यो। दीनदशाले गर्दा नै द्रौपदीले दुर्योधनका साथमा अपमानित हुनु पर्यो। दैवकै कारण बलि राजाले सुतल लोकमा बस्न पुग्नु पर्यो। कृष्णले पनि आफ्नो नाति अनुरुद्रलाई बाणसुरले नाग पासले बाँधेको आफ्नै आँखा सामुन्ने देख्नु पर्यो। फेरि उनले 56 कोटी यदुवंशीहरूको संहार भएको पनि देख्नु पर्यो। यो विश्व ब्रह्माण्डका सृष्टिकर्ता ब्रह्माण्डलाई पनि दैव लागेर नै आफ्नो शिर कटाइरहनु पर्यो। हे माता, समुद्रमा गएर भरे पनि, कुवामा गएर भरे पनि आफूले बोकेका लोटा भन्दा बढी पानी आउँदैन। त्यसर्थ भाग्यमा जति लेखेको छ त्यति नै पाइन्छ। तपाईँहरूले जसलाई दिए पनि म आफ्नो कर्मलाई नै कारण मान्दछु। माता, सुर्ता नगर्न, औषे वस्तुमणि घुमाले भनेका यस्ता गहकिला कुरा सुनि सती प्रमाणीले हाँसु पुस्दै भनिन्, हे पुत्री, त धन्य रहेछस्। यस उमेरमा पनि तँलाई यत्रो ज्ञान छ। यसो तरहले त्यो रातभरि आमा छोरी दुःख सुखका कुरा गरे। भोलिपल्ट बिहान शिवभट्ट ब्रह्माणले हजाम डाकी शिव शर्माको घोडाका नङ र केश काटी कटाएर नुहाई धुवाई गराए। केही दिनपछि शिवभट्ट ब्रह्माणले असल लग्न ठहराए। कन्यादानको सामग्री तयार गरे। नाना माङ्गलिक कार्यका साथ गोमाना, हिरा मोती, स्वर्ण मणिमाणिक र वस्त्र अलङ्कार पहिराए। शास्त्रोक्त विधिले आफ्ना मर्यादा अनुसार शिव शर्माका लागि कन्यादान दिए। गोमा कन्याले हातमा फुलको मालाले बुढा वर शिव शर्माका गलामा पहिराई ढोकिदिन्। कन्यादानको कर्म सकेपछि शिवभट्टले गुरु पुरोहितलाई श्रद्धापूर्वक भोजन दिए, दक्षिणा दिए। निम्त्याइएका आफन्त र इष्टमित्रलाई समेत यता योगी खानपिनले कोशी गराई सबैलाई बिदा दिए। गोमा ब्रह्मणीले पनि आफ्ना स्वामी शिव शर्मा ब्रह्मणलाई प्रेमका साथ सेवा गरी राख्ती भइन्। ये तेस्रो स्कन्धे पुराण केदारखण्डे माघमात्मे कुमार गद्य सम्वादे श्री सुस्तानी परमेश्वरी व्रत कथा गोमा कन्यादान नाम 20 अध्याय समाप्त। कथा वाचन गरिसकेपछि अन्त्यमा पुष्पाञ्जली भनी कथा समापन गर्ने। ओम उपनयन्तु मङ्गलव सकल जगन मङ्गललाय श्रीमानदिन कर किरण निवेदित नवनलिन दलन वीक्षण कृष्णकाली वसन्तु पर्यन्त पृथिवी सस्यशालिनी देशोद्यो क्षोभरहित ब्रह्माण सन्तु निर्भया अपुत्रा पुत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना साधना सन्तु जीवन्तु शारदा शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्ति तत्र यत्र अच्युतोद्धार कथा प्रसङ्ग
या कुन्देन तुषारहार धवला या शुभप्रस्तावृता या वीणा वरदण्ड मण्डितकरा या श्वेत पद्मासना या ब्रह्माच्युत शङ्कर प्रभृतिभिदैव सदा वन्दिता सामा पातु सरस्वती भगवती निशेष जाडया पा कायेन वाचा मनसेन्द्रियो वा बुद्धो ध्यानात्मा निःसृति स्वभावात् करोमि यद्यं सकलमै परस्मै नारायति समर्पयत अनन्यचेतसा भक्त्वा श्रुतं यच्च कथामृतं समर्पयामि तत्सुस्तानि ब्रह्मेश्वरीम् ॐ श्री सुस्तानि ब्रह्मेश्वर्यो नमो नमः। यति भनी सबैले पुष्पाञ्जली समर्पण गरेर आफ्ना आफ्ना इच्छा अनुसारका वर माग्नु आजको अध्याय समापन हुन्छ।